ल साथीहरू, यहाँको गुरुजीबाट हामीले प्रवचन सुन्दैछौँ। जडीबुटीबाट खुडोबाट बनेको हाम्रो टिमले चिया चाहिँ अब खाँदैछ र लगत्तै हामीले यो हाम्रो गुरुजीबाट प्रवचनहरू सुन्दैछौँ। अनि साथीहरू बस्दै हुनुहुन्छ, चिया खाँदै हुनुहुन्छ। अब चाहिँ हामीले सुन्दैछौँ यहाँको बारेमा 6-7वटा जिल्लाका टिमहरू चाहिँ आएका छौँ। हजुरहरूले चाहिँ सुनाइदिनु पर्यो गुरुजीले। यहाँको अहिले हामी रेसुङमा तपोवनको क्षेत्रमा छौँ। पहिलाप्रथम त हाम्रो भक्तजनहरू पाल्पादेखि र 7-8 जिल्ला 8-10 जिल्लाका हाम्रा भक्तहरू हुनुहुन्छ। उहाँहरूलाई यस रेसुङमा तपोभूमि क्षेत्रमा पहिलाप्रथम त स्वागत तथा धन्यवाद गर्दछौँ। र रेसुङमा के हो, कसरी नामाकरण भए, कस्ता ऋषि महर्षिहरूले तपस्या गरेर तपस्थली बन्यो, अहिले राज्य सरकारबाट यसलाई आध्यात्मिक धार्मिक र पर्यटक क्षेत्र बनाउनको लागि के कस्ता गतिविधि भइरहेका छन् थोरै जानकारी गराउने अनुमति चाहन्छु, तर ध्यान दिएर सुनिदिनु। हाम्रो हिन्दू धर्मअनुसार 4 युगमा विभाजित गरिएको सत्य, त्रेता, द्वापर, कली भनेर। यसै क्रममा यस रेसुङमाको कुरा गर्दाखेरि त्रेता युगदेखि जो यसको विशेष महत्त्व बताइएको छ। त्रेता युगमै एउटा ऋष्य श्रृङ्गी नामका ऋषिले यहाँ तपस्या गर्नुभएको रहेछ। ऋष्य भनेको ऋषि र श्रृङ्गी भनेको एउटा सिंहपलाको। उहाँ एउटा विभाण्डक नामका ऋषिका पुत्र भनेर हिजोका पौराणिक ग्रन्थौ र वाल्मीकि रामायणको बालकाण्डमा पनि उल्लेख गरिएको उनी ऋष्य श्रृङ्गी ऋषिले त्रेता युगमा यहाँ हजारौँ वर्ष तपस्या गरेको हुनाले यो क्षेत्रको नामाकरण श्रृङ्गी भन्दा भन्दै अपभ्रंश भएर रेसुङमा नामाकरण भएको र ऋष्य श्रृङ्गी ऋषि को रहेछ त भनेर हामीले रामायणहरू अध्ययन गऱ्यौँ भने हिजो त्रेता युगमा राजा दशरथलाई पुत्रहरू सन्तान नभएर यही ऋष्य श्रृङ्गी ऋषिलाई अयोध्या लिएर गएर आचार्य बनाएर ठुलो पुत्रेष्टि यज्ञ लगाउनु पर्यो। त्यही यज्ञकै प्रभावले राम, लक्ष्मण, भरत, शत्रुघ्नको जन्म भएको भनेर वाल्मीकि रामायणको बालकाण्डमा उल्लेख गरिएको छ। पछि राम र लक्ष्मण दुवै भाइ यो क्षेत्रमा आउनुभएको वनवासको समयमा यत्रो ठुलो तपस्वी र यत्रो ठुलो गुरु गएर आचार्य बनेर ठुलो पुत्रेष्टि यज्ञ लगाएर बल्ल हामी जन्मेका रहेछौँ। गुरुको दर्शन गर्नुपर्छ र गुरु कस्तो ठाउँ बसेर तपस्या गर्नुभएको छ, गुरुलाई केही गुरु दक्षिणा दिन सक्छौँ कि भनेर यो क्षेत्रमा आउनुभएको दुवै भाइ। यहाँ आउँदाखेरि सबै ठिकै रहेछ। यहाँ गुरु बसेको ठाउँमा यत्रो ठुलो टापु शिखरमा पानीको समस्या देखेर यहाँ तलतिर रामकुवा लेखेको देख्नुभयो होला कसैले। अब त्यो कुण्ड हुनुहुन्छ 2 मिनट तल गएपछि त्यो कुण्डको उत्पत्ति चाहिँ स्वयं राम भगवानले धनुष्बाणले निकालेर यहाँको गुरुलाई गुरु दक्षिणा दिएको हुनाले त्यो कुण्डको विशेषता छ। कहिले पनि सुकेर पनि जाँदैनन् र त भरिएर पनि जाँदैनन्, त्यस्तो विशेष कुण्ड हुनुहुन्छ। र 2347 मिटर यसको हाइट मापन गरिएको छ माथि भ्यू पोइन्टसम्म। र कलियुगका अर्वाचीन स्वामीहरू भन्छौँ हामीले गुरुहरू, उहाँहरू पनि 18औं शताब्दीदेखि यहाँ शशिधर स्वामी, लक्ष्मी नारायण स्वामी, यदुकानन्द स्वामी लगायत हजारौँ योगी आएर यहाँ तपस्या गरेर सिद्धि प्राप्त गरेको ठाउँ हो। शशिधर स्वामी र लक्ष्मीनारायण स्वामी हाम्रो छिमेकी जिल्ला छ अर्घाखाँचीको पनि एउटा बामरुक भन्ने गाउँमा जन्मेर शशिधर स्वामीको जन्म 1804 मा भएको र 1850 देखि 1906 सम्म बसेर उहाँले कठोर योग साधना तपस्या गरेर सिद्धि प्राप्त गरेको। र शशिधर स्वामीलाई हामीले श्री 108 जोस्मडी सम्प्रदायका प्रवर्तक या प्रथम गुरु भनेर चिन्ने गर्छौँ भने उहाँ एउटा मरासिनी थर बताउँछ इतिहासले। त्यसपछि अर्घाखाँचीमै जन्मेर 11 वर्षको उमेरदेखि अबाल ब्रह्मचारी भएर लक्ष्मी नारायण स्वामी आउनुभएको। उहाँले पनि यो क्षेत्रमा आएर कठोर योग साधना तपस्या गरेर सिद्धि प्राप्त गरेर नरसिंह अवतार लिएको ठाउँ भन्छ। नरसिंह अवतार भनेको रूप परिवर्तन गर्न सक्ने, उतिखेर बाघ बन्ने, भालु बन्ने, सर्प बन्ने, फेरि हामी जस्तै मनुष्य बन्न सक्ने, यस्तो कठोर योग साधना तपस्या गरेर सिद्धि प्राप्त गरिसकेपछि नरसिंह अवतार लिएको अवस्थामा नेपालमा जङ्गबहादुर राणाले शासन गरेका रहेछन् र उनलाई खबर पुगेछ काठमाडौँमा रेसुङमा एउटा नरसिंह अवतारी प्रभु हुनुहुन्छ अरे भनेर यहाँ भेट्न आउँदाखेरि नरसिंह अवतार लिएको रूपमा देखेपछि उहाँलाई महाप्रभुको उपाधि दिएको। र लक्ष्मीनारायण स्वामीले विनम्र अनुरोध के गर्नुभएछ, उहाँ जङ्गबहादुर राणालाई भन्दा तिमी अहिले देशको प्रधानमन्त्री छौ, यो रेसुङका क्षेत्र हिजो सत्य, त्रेता, द्वापर, कली 4 युगमा यो गौचरण हो। यहाँ हजारौँ गौमाताको सेवा हुन्थ्यो र ऋषि महर्षिका पालादेखि अहिले तिमी देशको प्रधानमन्त्री छौ, यसलाई गौचरण गौवीरता घोषणा गरे भनेपछि
त्यही 18औं शताब्दीदेखि यो क्षेत्र गौचरण गौविधतामा राखिएको हुनाले अहिले पनि नेपाल सरकारले त्यसैलाई कायम गरेर धार्मिक वन भनेर 194 हेक्टर जमिन छुट्याएको छ। त्यसपछि काठमाडौँको कलङ्कीमा जन्मेर यदुकानन्द स्वामी आएको र यदुकानन्द स्वामीको जन्म 1950 रहेको। 1983देखि विक्रम सम्वत 2021 सालसम्म बसेर उहाँले पनि कठोर योग साधना तपस्या गरेर सिद्धि प्राप्त गरेको। अहिले मन्दिर जो दर्शन पनि गर्नुभयो देख्नु पनि भएको छ। यिनी मन्दिर नेपालमा युद्ध शमशेरले शासन गरेका र यदुकानन्द स्वामी काठमाडौँको कलङ्कीदेखि यहाँ आएर तपस्या गरेको अवस्थामै 1983 हाम्रो विक्रम सम्वतीको 1983मा नै यसको छाना लगाइएको र यहीँको स्थानीय तामाबन्द इतिहासमा उल्लेख गरेको छ। यिनी अखण्ड यज्ञशाला मन्दिर हुन्। अखण्ड भनेको त्यहाँभित्र आगो अग्नि कहिल्यै ननिम्ने अखण्ड दीप र अनेक प्रकारका शालिग्राम राखिएको। 2042 सालमा योगी नरहरिनाथजीले 1 महिनाको कोटी होम लगाएको ठाउँ हो। 2060 सालमा पण्डित नारायण पोखरेलज्यूले यज्ञ लगाएर यताको आश्रम बनाइदिनु भएको छ। यहाँ गुरुहरू बस्ने र यहाँ भक्तजनहरू बस्नको लागि। र यिनी नेपाल सरकारले यसको फोटो र लोगो लगाएर 8-10 वर्ष भयो। यिनको 10 रुपियाँको हुलाक टिकट पनि जारी गरिसक्नु भएको छ। ऐतिहासिक पौराणिक रेसुङ्गा अखण्ड यज्ञशाला मन्दिर भनेर। हजुरहरू गुल्मी जिल्लाको सदरमुकामदेखि तल 6 किलोमिटरमा गाडीबाट आएर जहाँ ओर्लनु भयो, गाडीबाट उत्रन साथ उतापट्टि एउटा ठुलो पोखरी हुनुहुन्छ, त्यसलाई पोखरी क्षेत्र भन्छ। र त्यो पोखरीको नामाकरण निर्माण कसरी भएको रहेछ, जब 1883मा यहाँ लक्ष्मी नारायण स्वामी बसेको अवस्थामा उहाँले सबै तीर्थका जलहरू गङ्गाजल ल्याएर त्यो पोखरीमा राखेर आफ्नो योगीको चिम्टाले त्यसको आकार बनाएर त्यसको नामाकरण निर्माण गर्नुभएको, त्यसलाई सिद्ध सरोवर रेसुङ्गा महापोखरी भनिन्छ। त्यो पोखरीको विशेषता श्रावणको महिनामा विशेष गरेर हुन्छ। यहाँ श्रावणमा रेसुङ्गामा 1 महिनाको श्रावणी मेला लाग्छ। कार्तिकमा हरिबोधनी एकादशी ठुला एकादशीका दिन मेला लाग्छ। वैशाख गते र शिवरात्रिको दिन पनि 1-1 दिनका मेला लाग्ने गर्छ भने 12 महिना पनि भक्तजन आउने र दर्शन गर्ने गर्नुहुन्छ। त्यो पोखरीको नजिकै 27वटा गौमुखे धाराहरू पनि लगाइएको छ। त्यहाँबाट श्रावणको 1 गतेदेखि कार्तिकमा ठुला एकादशीसम्म आफै पानीका मूलहरू त्यहाँ पलाउँछन्। त्यो धाराबाट पानी खस्छ र त्यो स्थानमा स्नान गरेर प्रत्येक मन्दिरमा दर्शन गर्ने र जल चढाउने गऱ्यो भने यहाँ आफ्ना मनोकामनाहरू पूर्ण हुने। जसलाई निसन्तान छन्, सन्तान नभएकालाई सन्तान प्राप्ति हुने भने हाम्रो जनविश्वास रहेको छ भने हजुरहरू सिँढी चढ्दै चढ्दै आउँदा तलतिर गोल आकारको मूर्ति देख्नुभयो। त्यो मूर्ति गरुड भगवान, गरुड भनेको विष्णु भगवानको वाहन हुनुहुन्छ। यतापट्टि राधाकृष्ण मन्दिर हुनुहुन्छ भने यसभन्दा 5 मिनट माथि गयो भने बाल सिद्ध स्थान भन्ने क्षेत्रमा पुगिन्छ। बाल सिद्ध भनेका 84 रूपहरू बताएको छ ग्रन्थले। त्यसमध्ये यहाँ बाल सिद्ध शिवजी प्रकट हुनुभएकोले उहाँकै विशेष पूजा हुने र शिवको रूप मानिएको हुनाले साउनभरि 1 महिना विशेष पूजा हुन्छ र माथि बाल सिद्ध मन्दिरको दर्शन हुन्छ। बाल सिद्धको 1 मिनट अगाडि गयो भने एउटा भ्यू टावर निर्माण गरेको छ। जुन क्षेत्रमा पर्यटकीय दृष्टिकोणले भ्यू टावर निर्माण गरेको छ, त्यो क्षेत्रबाट हाम्रो पूर्वजको बनाएर इतिहासमा लेखेअनुसार त्यहाँबाट भारतको गोरखपुर पनि देख्न सकिन्छ भने यता नामी हिमालहरू छ, गुर्जा, चुरेन, धौलागिरी, नीलगिरी, माछापुच्छ्रे, मनासलु, गणेश बुद्ध लगायतका पुरै हिमाल देखिन्छ भने वरिपरिका जिल्लाहरू हाम्रा 12वटा जिल्ला छन्। पाल्पा, अर्घाखाँची, स्याङ्जा, प्युठान, पर्वत, रुकुम, रोल्पा, म्याग्दी, बागलुङ लगायतका 12वटा जिल्लाको भ्यू प्रत्यक्ष अवलोकन गर्न सकिन्छ। त्यो भ्यू टावरको 2 मिनट अगाडि गयो भने 2टा समाधिस्थलहरू छ। समाधिस्थलहरू शशिधर स्वामी र लक्ष्मीनारायण स्वामीले तपस्या गरेपछि उहाँहरूको स्वर्गाणी भएको उहाँहरूलाई समाधिमा राखिएको। त्यसमाथि एउटा विष्णु पादुका मठ र शिवालय मठ भनेर हिजो जङ्गबहादुरका छोरा जर्नेल ललित जङ्गले बनाएका मठको हजुरले दर्शन गर्न सकिने। तल पोखरी क्षेत्रबाट 5 मिनट अगाडि यहाँ जानुभयो भने गाडी लिएर एउटा सानो रेसुङ्गामा पुगिन्छ, जहाँ अहिले ऋष्य ऋषिको काल्पनिक मूर्ति राखिएको, मन्दिर निर्माण भएको र आश्रम पनि निर्माण भएको। त्यही आश्रममै गुल्मीमै जन्मेका बाल तपस्वी बाल ब्रह्मचारी स्वामी तदार्थानन्दजीले 24 वर्षदेखि दिनको 1 टाइम मात्रै फलफुल खाएर कठोर साधना तपस्या गर्नुभएको छ भने त्यहाँदेखि 5-7 मिनट तल गाडीमै गयो भने एउटा राम पाइला भन्ने स्थानमा पुगिन्छ। जुन राम पाइला भन्ने स्थानमै गुल्मीकै एकजना दाताले व्यक्तिगत लगानी 2 करोडको लगानीमा एउटा सीताराम मन्दिर बनाउनु भएको छ पहाडको टापुमा। त्यो मन्दिरको दर्शन हुन्छ। यतापट्टि तमगासतर्फ 15 मिनट गाडीमा गयो भने एउटा रेसुङ्गा पार्क बनेका छन्, त्यो पार्कको अवलोकन हुन्छ। पार्कदेखि दायाँपट्टि 15 मिनट गाडीमा गयो भने रेसुङ्गा गौशालामा पुगिन्छ। जुन गौशालामा हामीले 200 जति स्थानीय गौमाताको संरक्षण गरिरहेका छौँ। वास्तवमा रेसुङ्गा भनेको एउटा पवित्र पावन तपभूमि तपस्थलीको नामबाट परिचित छ। धार्मिक दृष्टिकोणले भने
पर्यटकीय दृष्टिकोणले पनि वरिपरिको क्षेत्रफल जति छ नेपाल सरकारले यसलाई 2075 सालदेखि संरक्षित वन भनेर घोषणा गरेको छ। यहाँ अनेक प्रकारका चराचुरुङ्गीहरू, जीव जन्तुहरू र जैविक विविधताले अनेक प्रकारका जडीबुटीका पनि तथ्याङ्कहरू निकालेका छौँ। पछिल्लो तथ्याङ्क अनुसार नेपालमा 903 प्रजातिका चराको तथ्याङ्क छ भने यहाँ 285 प्रजातिका चराको तथ्याङ्क छ र नेपालमा मात्र पाइने काँडे भ्याकुर चराको पनि तथ्याङ्क छ। जीव जन्तुमा चितुवा, मृग, घोरल, बाघ, मलसाप्रा लगायतका 28 प्रकारका जीव जन्तुको तथ्याङ्क छ। फागुन चैतमा यहाँ आउनुभयो भने लालीगुराँस फुल्ने, पुषमाघमा आउनुभयो भने 3 फुट जति हिउँ पर्ने, असोज कार्तिक मङ्सिरमा 3 महिना भ्यू हेर्ने, दृश्य अवलोकन गर्ने समय हुन्छ। त्यस कारणले एउटा आध्यात्मिक, धार्मिक र पर्यटकको सङ्गम मानेर नेपाल सरकारले यसलाई नेपालकै 4 धाम मध्ये एक धाम जोडेको छ। मुक्तिनाथ क्षेत्र, पशुपति क्षेत्र, बराह क्षेत्र सुनसरीमा पर्छ भने यसलाई रुरु रेसुङ्ग क्षेत्र भनिन्छ। रुरु भनेको पाउँ, रेडीमा जहाँ ऋषिकेश मन्दिर हुनुहुन्छ, कालीगण्डकी हुनुहुन्छ, शिर भनेको रेसुङ्ग भनेर। यस्तो ठाउँमा आएर हजुरहरू अहिले विकासका काम देख्नु भएको छ। 1270 सिँढीहरू छ माथिसम्म। हाम्रो 2 करोडको लगानी हो, हाम्रो राज्यकै लगानी हो। अहिले यहाँ ढुङ्गा बिछाएर हामी सम्पन्न गर्दैछौँ। 3 करोड 68 लाखको बजेट र एउटा भवन पनि बन्दैछ यतापट्टि। यस्तो क्षेत्रमा आएर यति बेर मलाई सुनेर साथ दिनुभयो, हजुरलाई फेरि पनि धन्यवाद गर्दछु।